यसले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा ज्याजो जुगुदु इन्सेक नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक या सन्दर्भे कोसागोको पूर्व समीक्षा ज्याजोले यलो जिल्ला न्यङ्क स्वस व चिन्नीको अपराध घटना जुगु थागु ख नेपाल मानव अधिकार वर्ष पुस्तक 1992 सालदेखि प्रकाशन हुन थालेको हो र यो हाम्रो 34औं श्रृङ्खला हो। 2025 आउँदा हामीले 33वटा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरिसकेका छौँ। यसमा देशभरिका सबै जिल्ला, पहिले 75 जिल्ला थियो भने अहिले 77 जिल्लाका जिल्ला प्रतिनिधिहरूबाट प्रेषित घटनाहरूलाई अभिलेखलाई संक्षेपीकरण गरेर हामी प्रस्तुत गर्छौँ र तथ्याङ्कहरू चाहिँ हामीले विस्तृत रूपमा राख्छौँ। अहिले यहाँ जसरी तथ्याङ्क आयो यी तथ्याङ्कहरूलाई सफ्टवेयरमा एचआरबी सफ्टवेयरमा प्रशोधन गरेर हामीले महिला हिंसा कति भए, बाल अधिकार उल्लङ्घनका घटना कति भए, महिला अधिकारका उल्लङ्घनका घटना कति भए, नागरिक तथा राजनैतिक अधिकार उल्लङ्घनका घटना कति भए भन्ने कुराहरू राख्छौँ भने सरकारले गरेका कामहरू, संसद ले गरेका कामहरूको बारेमा व्यवस्थापिका भनेर एउटा च्याप्टर राख्छौँ। कार्यपालिका भनेर सरकारले मानवाधिकार क्षेत्रमा गरेका कामहरूको बारेमा राख्छौँ र न्यायपालिका भनेर राख्छौँ। यसरी हामीले चाहिँ राख्छौँ भने अहिले चाहिँ 7वटै प्रदेशमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका कुराहरू पनि समेटेर राख्छौँ एउटा चाहिँ सिम्बोलिक रूपमा। नागरिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि हुने आन्दोलन जुन 45-46 भयो, त्यसपछिका पनि नेपालमा चाहिँ एउटा सुशासन भएन, राज्यबाट मानवाधिकार उल्लङ्घनका घटनाहरू हुन्थे। त्यो अवस्थामा हामीले चाहिँ वर्ष पुस्तक प्रकाशनको सुरुवात गरेका थियौँ। त्यो बेलामा सशस्त्र युद्धको सुरु भयो र ती अभिलेखहरूलाई पनि हामीले मानवाधिकार वर्ष पुस्तकमा समावेश गर्थ्यौँ र त्यो बेला मानवाधिकार वर्ष पुस्तकमा समावेश गरेका घटनाहरू राज्य पक्षबाट होस् अथवा विद्रोह पक्षबाट तिनीहरूको प्रमाणका आधारमा पीडितले राहत पाएको धेरै उदाहरणहरू छ। अहिले मैले धेरै कुरा गरेन, त्यो कम्तीमा 500 देखि 700 पेजसम्म हामीले निकाल्नु परेको थियो त्यो बेलामा। ज्याजुले नवापी बक्ततेस फुक्क थास सङ्कलन जुया वगु तथ्य तेगु आधारे अपराध घटना पहिचान यानगुरका जानकारी पिउको ख। ज्येष्ठ नागरिक सेवा केन्द्रका